आज हाम्रो बिहानको खाजा र छोरीको स्कुलको टिफिनको लागि मैले बनाएको छु लच्छा पराठा। बनाउने विधिहरू थुप्रै छ, मैले चाहिँ सजिलो प्रकारले देखाएको छु। यसको लागि चाहिँ एउटा सानो बोल लिएको छु र यसमा मैले एकदमै सानो बटुकाको 2 बटुका मैदा लिए, नुन हाले र सानो चम्चीको 1 चम्ची जस्तो चिनी पनि हालेको छु। अब नुन, चिनी र मैदालाई मजाले मिक्स गरिसकेपछि ठूलो चम्चीको 2 चम्ची मैले रिफाइन तेल पनि हालेको छु। लच्छा पराठामा चाहिँ अरु पराठाको तुलनामा यसमा चाहिँ तेल अलिक धेरै लाग्छ। अब तेल पनि यसमा मजाले मिक्स भइसकेपछि चाहिँ मनतातो पानीले नरम मैदा मुसेर मैले तयार गरे। अब यसलाई छोपेर 10 मिनटको लागि मैले छोडिदिए। 10 मिनट भइसकेपछि यो मैदालाई मैले यहाँनिर फेरि पनि यहाँनिर 1-1.5 मिनट चाहिँ मुसेको छु। लच्छा पराठा बनाउँदा चाहिँ मैदा एकदमै नरम मुसेको चाहिँ हुनुपर्छ। त्यसपछि बेल्नुको लागि चाहिँ सजिलो होस् भनेर किचनको काउन्टर टपलाई मैले यसरी मजाले सफा गरे र अब चाहिँ मैले मैदालाई यहाँनिर राखे र अब यसलाई बेल्नुपर्छ। बेल्नुभन्दा पहिला चाहिँ मैले एउटा सानो बटुकामा मैदा लिएको छु 2 चम्ची अनि तेल हालेर चाहिँ यसलाई मिक्स गरेर मैले स्लरी तयार गरे। अब चाहिँ यो जति मैले रोटी लिएको छु डल्ला यहाँनिर 4-5 वटा, यो सबैलाई चाहिँ पहिला चाहिँ बेलेर चाहिँ तयार गर्नुपर्छ। एकैचोटी मैले बेलेर चाहिँ राखेको छु। त्यसपछि चाहिँ एउटा रोटीमाथि यसरी यो जुन चाहिँ मैदा र तेलको स्लरी छ यसलाई चाहिँ यसरी दल्नुपर्छ। यो मजाले दलिसकेपछि चाहिँ फेरि एउटा रोटीमाथि अर्को रोटी यसरी लगाउनुपर्छ। कतिवटा चाहिँ ठूलो सानो पनि भएको छ, त्यही भएर म चाहिँ तन्काउँदै मिलाउने कोसिस गरेको थिएँ। यसरी नै 4-5 वटा जति रोटी छ सबैलाई चाहिँ माथिबाट यसरी मैदा र तेलको घोललाई दल्दै सबै मैले रोटीहरू लगाइदिए र अन्तिममा चाहिँ यसरी फोल्ड गर्नुपर्छ। यसलाई रोल गर्दा पनि हुन्छ। मैले चाहिँ यसरी नै फोल्ड गरिदिए र यसलाई फोल्ड गरिसकेपछि चाहिँ छुरीको सहायताले आफूलाई जस्तो पराठाको लागि डल्ला ठिक लाग्छ त्यही अनुसारले मैले यहाँनिर काटेको छु र यसरी सबै मैले त्यहाँबाट निकालेर प्लेटमा राखे। अब चाहिँ यसलाई बेल्नुपर्छ। यसलाई बेल्दा पनि आटा अथवा मैदा नलगाएर चाहिँ तेल नै लगाएर बेल्नुपर्छ। अब यो बेलेर एकदम रेडी भइसकेपछि चाहिँ मैले चुल्हा बालेर तावा बसाए र अलिकति तेल हालेर चाहिँ तेल तातेपछि मैले यो रोटीलाई लगाइदिएको हो र यसरी नै मैले लो टु मिडियम फ्लेममा चाहिँ यो पराठालाई यसरी सेकेको हो। यसरी चाहिँ मैले बनाएको थिएँ लच्छा पराठा। लच्छा पराठा भनेको चाहिँ लच्छाई लच्छा परेको हुन्छ नि त, त्यही भएर चाहिँ लच्छा पराठा भनेको। यो चाहिँ मलाई पनिरको सब्जी अथवा चिकनसँग चाहिँ एकदमै टेस्टी हुन्छ।